के तपाईलाई थाहा छ हार्ट अट्याक भनेको के हो र यो कसरी हुन्छ र हार्ट अट्याक हुँदाखेरि मान्छेहरू के कारणले चाहिँ बेहोस हुन्छ हार्ट अट्याकको बारेमा फुल इन्फर्मेसन दिनेवाला छु भिडियो अन्तिमसम्म हेर्नुहोला र यस्तै इन्फर्मेसन पाउनको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस् आउनुहोस् सबभन्दा पहिले तपाईलाई म हार्ट अट्याक भनेको के हो त खासमा भन्नुपर्दा हार्ट अट्याक भनेको तपाईको मुटुको मांसपेशीमा रगत प्रवाह हुन बन्द हुनु फुल शरीरमा त्यसलाई हामी हार्ट अट्याक भन्छौं आउनुहोस् जानु हार्ट अट्याक हुने मुख्य कारणहरू के हुन् त हार्ट अट्याक हुने मुख्य कारणमा पर्छ तपाईको एउटा नसामा बोसो जम्नु त्यसलाई कोलेस्ट्रोल लेभल बढ्नु पनि भनिन्छ तपाईको धूम्रपान गर्नु तपाईको हाई प्रेसर डायबिटिज ओभर स्ट्रेस र धेरै टेन्सन लिनु यी कारणहरूले पनि मान्छेमा चाहिँ हार्ट अट्याक हुन सक्छ हार्ट अट्याक आउँदाखेरि मान्छेहरू बेहोस हुन्छन् किन बेहोस हुन्छन् भन्दाखेरि मुटुले चाहिँ फुल बडीमा र ब्रेनमा चाहिँ ब्लड सप्लाई पुर्याउन नसकेको कारणले चाहिँ मान्छेलाई हार्ट अट्याक हुन्छ जब मुटुले चाहिँ रगत ब्रेनमा पठाउन सक्दैन तब मान्छेहरू बेहोस हुन्छन् महत्त्वपूर्ण उपचार भनेकै सीपीआर हो सीपीआर कसरी दिने अनि यसले कसरी काम गर्छ जब हामी छातीमा दबाउँछौं 30 चोटी अनि 2 चोटी ब्रिथ दिन्छौं फेरि 30 चोटी छातीमा दबाउँछौं यो कन्टिन्यू प्रोसेस गर्छौं यसले चाहिँ कसरी काम गर्छ भन्ने कुरा तपाईलाई म एउटा 3D भिडियो देखाउँदै छु यो 3D भिडियो हेर्नु होला सीपीआर गर्दा दुई महत्त्वपूर्ण कामहरू हुन्छन् पहिलो छाती थिच्दा अक्सिजन युक्त रगत मस्तिष्कसम्म पुग्छ र मस्तिष्कलाई जीवित राख्छ दोस्रो यसले मुटुमा पनि रगत र अक्सिजन पुर्याइरहन्छ जसले गर्दा शक दिँदा मुटुले पुनः सामान्य धड्कन सुरु गर्ने सम्भावना बढ्छ जब तपाईं छाती थिच्न सुरु गर्नुहुन्छ तपाईं कृत्रिम रूपमा मुटुको काम गर्दै हुनुहुन्छ प्रत्येक राम्रो र प्रभावकारी थिचाइले शरीरभित्र दबाव सिर्जना गर्छ जसले रगतलाई मुटुबाट मस्तिष्कसम्म पुर्याउँछ सीपीआर गर्दा सुरुमा रगत चल्न समय लाग्छ त्यसैले बलियो र छिटो थिच्नु अत्यन्त आवश्यक छ कम्तीमा 2 इन्च गहिरो थिच्दा मुटु राम्रोसँग दबिन्छ र रगत बाहिर निस्कन्छ प्रति मिनेट 100 देखि 120 पटकको दरमा थिच्नुपर्छ ताकि रगत निरन्तर बगिरहोस् यो कुरा जान्नुभयो भने तपाईले धेरै जनाको ज्यान बचाउन पनि सक्नुहुन्छ यस्तै महत्त्वपूर्ण जानकारी तपाईले सिक्नु एकदमै जरुरी छ र यस्तै कुरा सिक्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनु होला जसको कारणले चाहिँ तपाईले छिटो भन्दा छिटो चाहिँ मैले दिएको ज्ञान प्राप्त गर्न सक्नुहुनेछ धन्यवाद